हाम्रो प्रतिनिधि सभा क्षेत्र नम्बर 1 का माननीय निष्कल राई अहिले यो राजदली खण्डमा सडकमा यहाँ हिलो भएको कारणले गर्दाखेरि चाहिँ सडक अहिले जाम छ। यहाँ हामी देख्न सक्छौँ लम्बद्ध रूपमा सवारी साधनहरू छन्। अब यही भिडमा माननीय निष्कल राई पनि अहिले यहाँ हामी देख्न सक्छौँ। यो पानी पर्न साथ यो माइखोला राजदली क्षेत्रको करिब 3 किलोमिटर क्षेत्रमा सडक अवरुद्ध हुने गरेको छ। आज पनि यो हिलाम्मे छ सडक। यो हिलाम्मे सडक भएको कारणले गर्दाखेरि पनि पटक पटक सवारी साधनहरू यो क्षेत्रमा रोकिरहेका छन्। यो तपाईलाई अहिले देखाइरहेको क्षेत्र यो पहिरो गएको स्थान हो। गत वर्ष असोजमा आएको अविरल वर्षसँगै आएको बाढीले चाहिँ यहाँ ठाउँ ठाउँमा चाहिँ सडक सञ्जाललाई चाहिँ टुटाएको थियो र लामो समय अवरुद्ध भएको छ। र अहिले पनि यो पानी पर्न साथ यो सडकहरू अवरुद्ध हुने क्रममा छन्। हामी देख्न सक्छौँ अगाडि मेसिनले काम गरिरहेको अवस्था छ। यो हिलो भएको छ र सडक समय समयमा अवरुद्ध भइरहेको अवस्था छ।